साथीहरु आजको भिडियो म तपाईहरुलाई सिकाउन गइरहेको छु कि फ्री फायरमा फ्री डायमन्ड कसरी लिने। फ्री फायरमा फ्री डायमन्ड लिनका लागि तपाईहरुले के गर्नु होला, भिडियोलाई नस्किप गरिकन अन्त्यसम्म हेर्नु होला र च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन अन गरिदिनु होला। ल अब लागौ भिडियोतर्फ। सबैभन्दा पहिला तपाईहरुले प्ले स्टोर एप्लिकेसन ओपन गर्नु होला। प्ले स्टोर एप्लिकेसन ओपन गर्नु होला। प्ले स्टोर एप्लिकेसन ओपन गरिसकेपछि तपाईहरुको यहाँ सर्च अप्सन हुन्छ। यहाँ सर्च अप्सनमा क्लिक गर्नु होला तपाईहरुले। तब सर्च अप्सनमा क्लिक गरिसकेपछि तपाईहरुले यहाँ सर्च गर्नु होला फ्री फायर फ्री डायमन्ड सर्च गर्नु होला। तपाईहरुले फ्री फायर फ्री डायमन्ड सर्च गरिसकेपछि तपाईहरुको स्टोरेज खुलेर आउँछ। तब तपाईहरुलाई धेरै यहाँ एपहरु हुन्छ। तपाईहरुले यहाँ फ्री फायर डायमन्ड हेर्न सक्नुहुन्छ। यहाँ एफएफ डायमन्ड लेखेको छ, यहाँ क्लिक गर्नु होला। तपाईहरुले एफएफ डायमन्डमा क्लिक गरेर तपाईहरुले यहाँबाट एपलाई इन्स्टल गर्नु होला। एपलाई इन्स्टल गर्नु होला। जस्तै म इन्स्टल गरे। इन्स्टल गरिसकेपछि यस्तो पेज खुलेर आउँछ। तब तपाईहरुलाई यहाँ अलिकता स्क्यान लिन्छ मोबाइलले। तब स्क्यान लिइसकेपछि तपाईहरुले ब्याक आउनु होला र ब्याक आइसकेपछि तपाईहरुले त्यो एप्लिकेसनलाई ओपन गर्नु होला। फ्री फायर डायमन्ड एप्लिकेसनलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि यहाँ तपाईहरुलाई अलिकता लोडिङ लिन्छ। यहाँ लोडिङ लिइसकेपछि तपाईहरुले यहाँ आफ्नो नेम हाल्नु होला। जस्तै म हाल्दै छु। तब हालिसकेपछि गेम आइडी यहाँ हाल्नु होला। तपाईको युआइडी यहाँ हाल्नु होला। जस्तै म हाल्दै छु। तब स्टार्ट अर्निङमा क्लिक गर्नु होला। तब यहाँ क्लिक गरिसकेपछि तपाईहरुलाई यहाँ धेरै टास्क दिन्छ। यहाँबाट तपाईहरुले टास्क आफ्नो पूरा गर्नु होला। तब यहाँबाट कोइन जित्नु होला। जस्तै म तपाईहरुलाई एउटा टास्क पूरा गरेर हेराइरहेको छु। हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ डेली लगइन बोनस रहेको छ। यहाँ क्लिक गर्नु होला तपाईहरुले र यहाँ क्लिक गरिसकेपछि तपाईहरुले यहाँबाट क्लाइम नाउ भनेको छ अप्सन, यहाँ क्लाइम गर्नु होला। यहाँबाट क्लाइम गरिसकेपछि तपाईहरुको क्लाइम भइहाल्छ। तब तपाईहरुको सबै दिन तपाईहरुलाई 7 दिन यहाँबाट कोइन दिन्छ। तपाईहरुले यहाँबाट क्लाइम गर्नु होला र यहाँबाट क्लाइम गरिसकेपछि तपाईहरुले स्क्रैच विन हेर्न सक्नुहुन्छ, स्पिन वेल हेर्न सक्नुहुन्छ, वाच एन्ड अर्न रहेको छ। यहाँबाट पनि टास्क आफ्नो पूरा गरेर यहाँबाट कोइन जम्मा गर्न सक्नुहुन्छ र विथड्र गर्नका लागि तपाईहरुले के गर्नु होला, विथड्र को अप्सन रहेको छ, यहाँ क्लिक गर्नु होला तपाईहरुले। तब यहाँ क्लिक गरिसकेपछि तपाईहरुको यहाँ अप्सन रहेको छ धेरै अप्सन। यहाँ तपाईहरुले 2000 कोइन जम्मा गर्नुपर्ने हुन्छ। यहाँबाट तपाईहरुले 2000 कोइन जम्मा गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ तालाको अप्सन रहेको छ। यहाँ ताला लागेको छ सबैमा। 2000 कोइन तपाईहरुले जम्मा गर्नुहुन्छ भने तपाईको ताला खुलिहाल्छ। तब तपाईहरुले यहाँबाट आफ्नो फ्री फायरमा फ्री डायमन्ड टप अप गर्न सक्नुहुन्छ। यसरी तपाईहरुले आफ्नो फ्री फायरमा फ्री डायमन्ड टप अप गर्न सक्नुहुन्छ। तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने एउटा मिठो कमेन्ट गरिदिनु होला र यो भिडियो साथीहरुलाई पनि शेयर गर्नु होला किनकि तपाईको साथीहरु पनि फ्री फायरमा फ्री डायमन्ड लिन सक्नुहुन्छ। तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने मिठो कमेन्ट गरिदिनु होला।